है साथीहरू हेर्नुहोस् हाम्रो बर्दियाको मकै यस्तो खाने बेला भइसकेछ अब टक्क लाएर 2-4 दिनपछि खाने तयारीमा गहुँ काट्ने बेला भएछ त्यही भएर गहुँ काट्न हिँडेको। यो चाहिँ सानो मकै, यो चाहिँ अलिकति छुच्चो केटो छ। बर्दियाको ढाका यही हो। घरतिर हेर्नै बस्ने, यो यही बस्छ यही पढ्छ। यसको स्कुलले म देखाइदिन्छु। यो अर्को म्याडम उता मलाई देखाउनु भन्दै हिँड्नु भएको छ। गहुँ काट्ने तयारीमा हुनुहुन्छ। मम्मी बुवा यो सब गहुँ हाम्रो अस्ति काटेको पानी परेर छ। पानी परेर थुपार्नु पर्यो। अनि हजुरको नाम, हजुरको शुभ नाम, हजुरको शुभ नाम भन्नु त। हजुरको शुभ नाम के हो? यो सबै हाम्रो खेत हो, त्यो घर